नायक पल शाहको कमब्याक मुभी मोहर फिल्मको अफिसियल टिजर युट्युबमा ड्रप भइसकेको छ र मोहर फिल्मको टिजर लगभग 1 घण्टा ढिलो आएको छ र पल शाहको लागि यो फिल्म कमब्याक मुभी हुनेछ किनभने पल शाहको पछिल्लो दुईटा फिल्म सफल हुन सकेन। त्यही भरि पल शाहको लागि मोहर फिल्म कमब्याक मुभी हुनेछ र कस्तो छ त विशेषमा चर्चा गर्नेछु। तपाईले मोहर फिल्ममा मुख्य भूमिकामा हेर्न पाउनुहुन्छ नायक पल शाह, बेनिसा हमाल, नितिशा र मोहर फिल्म यही वर्षको साउनको 23 गते आउँदैछ र अफिसियल टिजरलाई एक लाइनमा रिभ्यू गर्नु परेमा राम्रो देखिरहेको छ र म फर्स्टमा कुरा गर्छु अफिसियल टिजरको राम्रो पक्षको बारेमा, त्यसपछि म लास्टमा कुरा गर्छु नेगेटिभ पोइन्टको बारेमा। र पहिलादेखि यो फिल्मको कहानी के हुनेछ कुनै पनि आइडिया थिएन तर फाइनली अब थाहा भइसक्यो यो फिल्मको कहानी के हुनेछ र तपाईलाई एक लाइनमा भन्नु परेमा मोहर फिल्मको कहानी भनेको देवकी सिस्टम माथि फिल्मको कहानी हुनेछ र देवकी सिस्टम भनेको के हो तपाईलाई थाहा छ भने तपाई कमेन्ट बक्समा तपाई मलाई भन्न सक्नुहुन्छ किनभने यो फिल्मको पुरै कहानी भनेको देवकी सिस्टम माथि हुनेछ र तपाईलाई थाहा छैन भने देवकी सिस्टम केलाई भन्छ तपाईलाई म बुझाउँछु अनि मात्रै तपाईले बुझ्नुहुन्छ मोहर फिल्मको कहानी के हो त। देवकी सिस्टम भनेको एउटा प्रथा हो जुन हाम्रो देशमा धेरै वर्ष पहिला यो सिस्टम धेरै चल्थ्यो र देवकी सिस्टम प्राय नेपालको फार वेस्टर्न रिजनमा पहिला धेरै हुन्थ्यो तर अहिले हुन्छ कि हुँदैन पर्सनली मलाई थाहा भएन। र देवकी सिस्टममा बिहे नभएको केटीलाई आफ्नो गाउँको समाजको जुन त्यो मन्दिर हुन्छ त्यसमा बिहे नभएको केटीलाई त्यो मन्दिरमा दिने चलन थियो भन्नाले त्यो केटीले आफ्नो घर परिवार सबै छोड्नु पर्ने र त्यो मन्दिरमा गएर बस्नु पर्ने र त्यसमा पनि जीवनभरि बिहे नगर्न पाउने र यही सिस्टमलाई देवकी सिस्टम भनिन्छ र मोहर फिल्मले यही विषयलाई हेराउन खोजेको छ र तपाईले अफिसियल टिजरमा हेर्न सक्नुहुन्छ बेनिसा हमालको छोरीलाई देवकी बनाएर अनि मन्दिरमा दिन खोजिरहेको छ र तपाई यो पनि हेर्न सक्नुहुन्छ नायक पल शाह देवकी सिस्टमको अगेन्स्टमा लड्दैछ र फिल्मको कहानी भनेको यही नै हुनेछ र अब फिल्ममा नायक पल शाहले कसरी बचाउँछ र देवकी सिस्टमलाई कसरी अन्त गर्छ त यो पनि तपाईले हेर्न पाउनुहुन्छ र यसको साथै जुन केटीलाई देवकी बनाइन्छ र मन्दिरमा पठाइन्छ त्यो केटीको दुःख कष्ट पीडा यो सबै तपाईले फिल्म भित्र हेर्न पाउनुहुन्छ भन्नाले यो फिल्ममा इमोसन भरपुर हुनेछ जसले गर्दा ऑडियन्स पनि कनेक्टेड हुन्छ यो फिल्मसँग र यो चाहिँ फिल्मको राम्रो पक्ष छ र यसको साथै नायक पल शाहको गेटअप पनि राम्रो छ लुक्स पनि राम्रो छ र फिल्मको ब्याकग्राउन्ड म्युजिक भिजुअल्सहरु सबै राम्रो देखिरहेको छ। सो फ्रेन्ड्स लास्टमा भन्नु परेमा मोहर फिल्मको अफिसियल टिजर मलाई राम्रो लाग्यो किनभने फिल्मको जुन त कहानी छ स्टोरी छ यो पनि युनिक छ र तपाईलाई कस्तो लाग्यो तपाई कमेन्ट बक्समा तपाई मलाई भन्न सक्नुहुन्छ एन्ड थ्यांक यू सो मच गाइज फर वाचिङ टिल एन्ड जय नेपाल।